किन भेला हुनु भएको छ भनेर पार्टी सभापति हाम्रो पक्षमा भएका मात्र हैन विपक्षीहरु पनि कुरिराख्नु भएको छ उहाँहरुले। यहाँसम्म आएको छु केही कुरा मलाई पनि भन्न मन छ हजुर। यहाँहरुले कहीं कतै टेलिभिजनमा पर्दामा कोहीले त मलाई देख्नु भएको होला, जसले देख्नु भएको छैन म परिचयबाट सुरु गर्न चाहन्छु। मेरो नाम रीमा विश्वकर्मा हो। म राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छु। पेशाले म कलाकार हुँ, तर आज समय परिस्थिति र जिम्मेवारीले राजनीतिमा होमिएको छु। आज म मात्र हैन देशभरिबाट डाक्टर, इन्जिनियर, पत्रकार, कलाकार सबैजना दक्ष जनशक्ति आफ्नो समाज र आफ्नो देश आफै बनाउँछु भनेर उर्लिनु भएको छ। अब हामीले अरूको मुख ताक्ने हैन, हाम्रो देश हाम्रो समाज आफै बनाउने हो कि हैन सुदूरपश्चिम? अरूलाई मैले विनम्र अनुरोध गरे, आज हामीलाई फागुन 21 सम्म पुग्ने बेलासम्म अनेकन उहाँहरूले लाछना लगाइराख्नु भएको छ र एउटा लाछना यस्तो हास्यास्पद आयो कि परिवर्तन चाहनेहरूलाई राजनीति गर्न आउँदैन रे। हिजोका दिनसम्म तपाईलाई जसले मतदान गरेर नेता बनायो त्यही जनतालाई राजनीति गर्न आउन भन्नेहरूलाई हामी फागुन 21 गते देखाइदिन्छौँ राजनीति कसरी गरिन्छ। भोट नबाड्नु होला, समानुपातिक र प्रत्यक्षमा दुवैतिर घण्टी बजाएर यो पटक हामीले बहुमतको सरकार बनाउनु छ। सही ढंगले राजनीति गर्यो भने यो देश कसरी सुध्रिन्छ र बन्छ अब राष्ट्रिय स्वतन्त्र पार्टीले देखाउँछ। यहाँ एउटा उम्मेदवारले जित्ने कुरा हुँदै होइन, यहाँ हाम्रो प्रतिस्पर्धा अर्को नेपालीसँग हुँदै होइन, हामीलाई देशलाई जिताउनु पर्ने छ। आउनुहोस् अब डरको राजनीति होइन साहसको सुसंस्कृत राजनीतिक युगको मिलेर सुरुवात गरौँ। जय घण्टी हजुर। नमस्कार, के छ हालचाल? निकै छ कि नै? बेली छकालै एउटा सुइना देखेको थिएँ, सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पुरा गर्ने हो र त्यो पुरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। बोराजी बुझेछौ कि नै? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ। मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्, स्विजरल्यान्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्छ स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामा रोशन यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? खप्तड नेसनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौं। आएको चिज देखाउनै सकेका छैन, सुदूरपश्चिमलाई जोड्नै सकेका छैन। सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिममा एकदम धेरै कलाकारहरू हुँदो रहेछ, 8 लाख सब्स्क्राइबर भएको, 1 मिलियन सब्स्क्राइबर भएको, तर त्यो गीत काठमाडौँको चोकचोकमा बज्दैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौँको चोकचोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग। सुरुमा त गीत बज्नु, सुदूरपश्चिमलाई सुनजिक पश्चिम बनाउनु पर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो हो एजेन्डा। तपाईहरुलाई आज आएर भेट्न पाइयो, धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है। तपाईहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ।
काम माग्न आएको हो, के छ तपाईँहरूको काम, हाम्रो उम्मेदवारहरूलाई, हाम्रो पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु। भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले। हेर्नु पर्दैन, काम हेर्नु होला। म धेरै बोल्दिनँ, धेरै धेरै धन्यवाद। सुदूर अब दूर नै, झिक्कै झिक्कै माया तमलाई। आई लभ यु। उपस्थित सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई एकमुष्ट रूपमा जय घन्टी। आज मलाई धेरै चिज भन्न मनै छैन। किन भन्न मन छैन भने यहाँ उपस्थित सबैजनाको आँखामा, यहाँ उपस्थित सबैजनाको मनमा एउटा भावना निस्किएको छ। त्यो भावना छटाछुल्ल गरी देखिएको छ। मतपत्रमा छाप लगाउने त 21 गते हो, तर मनपत्रमा छाप लागिसकेको छ। मैले भन्नुपर्ने कुराहरू धेरै छैनन्, थोरै छन्। त्यसकारणले थोरै कुराहरूलाई म निरन्तर भन्दै आइरहेको छु। हरेक चोक चौतारोमा भन्दै आएको छु। तिनै कुराहरूलाई अगाडि बढाउँछु। जनताको अधिकारलाई, जनताको मुद्दालाई, सुदूरपश्चिमको मुद्दालाई, सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ। सटर त एउटा बन्द हुनुपर्छ। कि हाम्रो सटर बन्द गराइदिनुहोस् कि यिनको सटर बन्द गराइदिनुहोस्। सटर बन्द हुन्छ, प्रशासनको सटर बन्द गर्ने हो, व्यथितिको सटर बन्द गर्ने हो, बेरोजगारी, अशिक्षा सबै सटर बन्द गर्ने हो। एकैपटक 21 गते इतिहास लेख्ने हो, भोट हाल्ने होइन। यहाँ भूमिहीनका समस्याहरू आएका छन्। कयौं साथीहरूको समस्यालाई लिएर मानिसहरूले पार्टीको एजेन्डा बनाएर वर्षौंसम्म त्यो एजेन्डालाई पर्मानेन्ट बनाएर राखेका छन्। सधैँ त्यही एजेन्डा राख्ने, त्यसलाई भोट बैंक बनाउने। त्यसमा कुनै राजनीतिक दलले जनतासँग कन्ट्र्याक्ट गरेको छ। जनताले भोट दिने, जनतालाई नेताले बाचा गर्ने, अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने। अब यस्तो चल्दैन, अब यस्तो चल्दैन। बाचा जसले गरेको हो, पुरा नगर्ने हुने सजाय त्यसैले पाउने हो, जनताले सजाय पाउने होइन। यसको लागि 5 वर्षको स्थायी सरकारको हामीले अपेक्षा गरेका छौँ। आज मलाई धेरै लामो केही पनि भन्नु छैन, धेरै लामो केही पनि भन्नु छैन। म तमाम विशेष गरेर भारतमा काम गरिरहनुभएका सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूलाई यहीँबाट प्रणाम गर्न चाहन्छु, सम्झना सुनाउन चाहन्छु। तपाईँहरूलाई धेरै धेरै नमस्कार र सम्झना छ। मलाई थाहा छ परदेशको भूमिमा सजिलो छैन। कामको चापाचाप छ, परिवार पाल्ने बाध्यताले जानु परेको छ। तर पनि छुट्टी मिलाएरै भए पनि भोट हाल्न चाहिँ आउनु होला। यसपटक देश बदल्नु पर्नेछ। यो देशमा चुनाव पहिला पनि भएको हो। यो देशमा कुनै पार्टीले पहिला पनि जितेको हो। यो देशमा कुनै न कुनै नेताले सधैँ जितेको हो। तर सधैँ नेताले जिते, जनताले कहिल्यै पनि जितेनन्। यसपटक जनता जिताउने हो, यसपटक जनता जिताउने हो। व्यक्तिगत हिसाब हामीलाई केही भन्नु छैन। हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ। मेरो राजनीतिक आकांक्षा, अरू कसैको राजनीतिक आकांक्षा ठुलो कुरा होइन। देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी यसपटक आएको छौँ। सुदूरपश्चिममा आएर हामी यति भन्न चाहन्छौँ, म यहाँका समस्याहरूको बारेमा उम्मेदवारहरूमा तपाईँहरूले कुरा गर्नुभएकै छ। उम्मेदवारहरूले घर दैलोमा गर्नुभएको कुरा म यो मञ्चबाट बताउन चाहन्न। बस म यति भन्न चाहन्छु, यसपटक म त नबाड्नु होला। मलाई थाहा छ पुरानो राजनीतिक दलहरूप्रति आस्थावान साथीहरू पनि हुनुहुन्छ। यहाँ नआए पनि कहीँ न कहीँ हेरेर बस्नुभएको होला। कतिपय राजनीतिक दलको साथीहरूले राष्ट्रसभाको कार्यक्रममा जाने होइन है भनेर थर्काएर नआएर लाइभ हेरेर पनि बसिरहनु भएको होइन। तपाईँको निष्ठा, तपाईँको पार्टीका लागि म त्यसलाई सम्मान गर्दछु। तपाईँले जीवनभर गर्वैदेखि एउटा पार्टी समाउनु भएको हो, म त्यसलाई पनि सम्मान गर्न चाहन्छु। तर देशको अस्तित्व जोगाउने बेलामा, देशलाई ऐतिहासिक योगदान दिनुपर्ने बेलामा तपाईँले कुनै दिन भन्न पाउनुहुनेछ। कतिपयले भन्नुभएको छ प्रत्यक्षमा चाहिँ घन्टीलाई हालौँला, असमानुपातिकमा अरू कसैलाई हालौँला, या समानुपातिकमा अरू कसैलाई हालौँला, प्रत्यक्षमा घन्टीलाई हालौँला भन्नुभएको छ। म सबै ठाउँमा नबिर्सिकन भन्ने कुरा सुदूरपश्चिममा पनि नबिर्सिकन भनेर जान्छु। व्यथिति र भ्रष्टाचार सबै फाल्ने कि आधी फाल्ने, पुरै फाल्ने कि आधी फाल्ने हो।
राजनीतिक युगको सुरुवात गर्नका लागि आज नीलो क्रान्तिका योद्धा